नमस्ते साथीहरु, वेलकम ब्याक माई युट्युब च्यानल। आज चाहिँ म के बनाउँदैछु भनेर हजुरहरूले थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला। आज म बनाउँदैछु मोमो, होममेड मोमो बनाउँदैछु। ल बनाऊ है त है। मैले फर्स्ट टाइम मोमो बनाउन लागेको छु। फर्स्ट टाइम त भन्न मिल्दैन, अरू बेला चाहिँ साथीहरुसँग बनाउँथे। आज चाहिँ म आफैले एक्लैले बनाउँदैछु आज मोमो चाहिँ। ल हेरेर साथ दिनु होला। मोमो बनाउन लागेको छु, त्यसको लागि चाहिँ मैले यति सामानहरु रेडी पारेको छु। एउटा यहाँ बन्दा राखेको छु मैले। त्यसपछि थोरै यहाँ प्याजको पात छ अनि लसुन धनिया भइहाल्यो। त्यसपछि यहाँ थोरै पनिर लिएर राखेको छु अनि थोरै लसुन, टमाटर अनि गाजर अनि यहाँ थोरै बदाम छ। अनि त्यसपछि यहाँ चाहिँ एउटा मोमो मसला लिएर आएको छु मैले। यति सामानबाट आज म मिठो मोमो, जुसी मोमो बनाएर देखाउँछु हजुरहरूलाई। अब म चाहिँ भेजिजहरु सफा गर्छु। काटेको भन्दा पनि यसरी हामीले यसमा घर्षदाखेरि यस्तो राम्रो हुन्छ यो चाहिँ। अब हामी चाहिँ यसलाई पनि त्यसरी नै गर्छौं। यो चाहिँ यसरी गर्दाखेरि चाहिँ धेरै फाइदा छ कि एकदमै मसिनो पनि हुन्छ। यो हामीले हातले काट्दाखेरि त्यस्तो मसिनो हुनै पाउँदैन। यो चाहिँ यसरी गर्दाखेरि चाहिँ हेर्न सक्नुहुन्छ यस्तो मसिनो हुन्छ। यस सँगसँगै हामी गोबीलाई पनि यसरी नै गर्छौं। अब गोबीलाई पनि मैले यसमा रब गर्छु। यो झन् मसिनो हुन्छ। हामीलाई काट्दाखेरि टाइम लाग्छ भने हामीले यसरी रब गर्दाखेरि सारै नै मसिनो हुन्छ। जस्तै हेर्दा फन्नी देखिन्छ तर यस्तो मसिनो भएर आउँछ। हामीले त्यसरी मिसेर अब यसलाई चाहिँ हामीले यसरी टर निचोरेर यसको पानी आउने गरी यसरी पानी देख्नु भयो होला, पानी झरेर झार्ने गरी त्यसपछि यहाँ राख्नु पर्यो यसलाई चाहिँ। यसमा चाहिँ अब यो हाम्रो पनिरलाई पनि हामी त्यसरी नै मसिनो पार्छौं। यसलाई पनि गोबीलाई गाजरलाई गराएको जसरी यसलाई पनि त्यसरी नै मसिनो गराउँछौं। किनभने काट्दाखेरि त्यति धेरै मसिनो भएको हुँदैन। मैले अघि नै पनि भनिसके तपाईहरुलाई। हेर्न सक्नुहुन्छ मसिनो यसरी झर्छ चीज जस्तो। त्यो मसिनो भयो हाम्रो पनिर। यतिसम्म मसिनो गरायौं हामीले यसलाई चाहिँ। हेर्नु त। अब यसलाई चाहिँ हामी यहाँ राखेर मिसाउँछौं। यसमा तेल राखिदिन्छु। भाँडामा आँखा नलाउनु होला, भाँडा यस्तै छ। अब यसलाई मैले यता लिएर जान्छु। यसरी हाल्छु पनि। थोरै ल यो पनि हालिदिन्छु हल्दी। टेस्ट मिठो बन्न जान्छ। खुर्सानीलाई यसरी राख्यो भने तपाईहरुले चाहिँ हरियो खुर्सानीलाई पनि काटेर हाल्न सक्नुहुन्छ। तर मलाई चाहिँ यस्तो मन पर्छ त्यही भएर मैले हरियो खुर्सानी हाल्दिन। अब हामीले यो हाल्छौं मोमो मसला। यो नभइकन टेस्ट नै हुँदैन है। अब यसलाई हामीले हातले यसरी मोल्छौं। किनभने हामी यहाँ चाहिँ मासु कसैले नि खाँदैन। हामी चाहिँ भेज हो अनि त्यही भएर चाहिँ भेज तरिकाले चाहिँ बनाएको छु।
मिठो हुन्छ। हजुरहरूले पनि एकचोटि ट्राई गर्नु होला। हेर्नु त कस्तो राम्रो, खाने बेला चाहिँ कस्तो जुसी हुन्छ। देखेको खुर्सानीले चाहिँ यसरी मसिनो बनाउनु होला। हेर्नु त कस्तो राम्रो देखेछ। किनभने बाहिर खाएको मोमो भन्दा त घरमै बनाएको मोमो राम्रो हुन्छ, हेल्दी पनि हुन्छ। बाहिर मैदाको हुन्छ भने घरमा अब आफूले कोदोको बनाउँदा नि भयो, आटाको बनाउँदा नि भयो, गहुँको पिठोको बनाउँदा नि भयो है। अझ मनपर्छ भने जौको पिठो, चामलको पिठो पनि एकदमै राम्रो हेल्दी मानिन्छ। यसलाई राम्रोसँग मुछ्नु पर्यो, किनभने सबै ठाउँ टेस्ट जानुपर्छ, मसला जानुपर्छ। फेरि कतै मसला लाग्छ, कतै मसला लाग्दैन। हेर्दै यत्तिकै काँच्चै खाउँ जस्तो भइसक्यो मलाई त। होइन मैले मोलेर राखेको पिठो यस्तो भएछ। यसलाई एकछिन यसरी माड्छु। हेर्न सक्नुहुन्छ कस्तो सफ्ट भइसकेछ। यो हाम्रो गहुँको पिठो हो। अब यसको हामीले सानो पिस गराउँछौँ। जस्तै यतिको पिस गराउँछौँ यसलाई। अब गिलो भयो क्या। यसलाई म बेल्छु। मेरो बेलाइ त धेरै राम्रो छैन, प्लिज एडजस्ट गरिदिनु होला। यसै इडलीमा राख्छु। मतलब बिर्सेँ भाइ। हामीले मोमो बनाउँछौँ। हाम्रो चाहिँ पानी उम्लिसकेको छ। अब यो राख्छौँ। बिस्तारै हुन्छ। अब यो चाहिँ भइसक्यो। अब म चाहिँ मोमो खान्छु। कस्तो मिठो भएछ भाइ।